ल हेर्नु साथीहरु, यो काम गर्न साइडमा आएको यति राम्रो यो मकै र चाहिँ यो गहुँलाई हेर्नुस् त। यी रोमानियामा यति राम्रो गहुँ, यी गहुँ पाक्ने क्रममा छ। अनि यो चाहिँ के चिज हो थाहा भएन, यो चियामा हालेर खान्छन् भन्ने थाहा पाएँ। ए गहुँ यो भयो, अलि उतापट्टि केराउ छ अनि मकै पनि छ। एउटैसम्म, यहाँदेखि उतैसम्म गहुँ छ अनि यो मकै हो। यहाँ चाहिँ यहाँको चाहिँ खेतबारीहरूको विशेषता चाहिँ भिन्न रहेछ। नेपालमा चाहिँ सानो सानो कोलिया आलीहरू लगाएर त्यो बनाउने गर्दछौँ भने यहाँ चाहिँ जति छ जग्गा लगभग 200, 300, 400, 500 मिटर पनि लामो खेतहरू बारीहरू हुने गर्दछ। र यहाँ सायद मेसिन चलाउनलाई सहज हुने भएकोले यसो ठुल्ठुला बारीका पाटाहरू बनाएका होलान्। गहुँ छ, मकै पाक्ने क्रममा छ, गहुँ पनि पाकिसक्यो।